जुनेली रेखा भाग 8। सरदार र सरदारनीबाट पाएको स्नेह र सहानुभूतिको कोसेली हृदयमा राखेर अनि आफ्नो एक्लो संसार अटाउने डोकोको भारी पिठ्युमा बोकेर जसे वनभित्र पर्ने उकालो चोर बाटो हिँड्न थाल्यो। वन पार गरेर हिमेल सडकमा आइपुग्दा ऊ थकित र पसिनै पसिना भएको थियो। मूल राजपथको डिलको पर्खालमा भारी बिसाएर त्यसले धेरै बेर थकाइ मार्यो। शरीरको क्लान्ति हराएपछि त्यो भारी बोकेर फेरि हिँड्न थाल्यो। बाटोको दुवैतर्फ रमिता हेर्दै त्यो रेल स्टेसनमा पुग्यो। त्यसले एक लहर रिक्सा र डन्डीहरू अनि तिनलाई तान्ने र बोक्नेहरू रेलमा आउने ठुला ठालुहरूको प्रतीक्षामा आशामुखी भएर बसिरहेका देख्यो। तिनलाई हेर्दै ऊ चैनदोज सरदारले भनेको चिया दोकानमा पुग्यो। चिया दोकानको अघिल्तिर भुइँमा घरको भित्तामा अडेसिने गरी भारी बिसाएर थ्याच्चै बस्यो। सडकमा मान्छेहरू ओहोरदोहोर गरिरहेका थिए। मोटर गाडीहरू पनि दगुरिरहेका थिए। दोकानभित्र मान्छेहरू लामा लामा बेन्चीमा बसेर चिया खाजा वा कसैले भात तरकारी खाइरहेका पनि उसले देख्यो। दोकानभित्र पुरीको थाक, सेलको स्तोप, आलुदम, उसिनेर मसालामा लटाई पटाई भुटेर राखेको अन्डा, उसरी नै अरालेको ससाना माछा बेग्ला बेग्लै थालमा हालेर लाम्चो टेबलमा जडिएको 3 तले सेल्फमा देखिने गरी राखिएका थिए। ती भोज्य पदार्थको दृश्य मात्रले मानिसको क्षुधा उत्तेजित हुन्थ्यो। एकजना वयोवृद्ध व्यक्तिले दोकानमा काम गर्ने केटाहरूलाई अरनकटन गर्दै थिए। नवागत गाहकीलाहरूले के माग्छन् उनीहरूले दिन लगाएर तिनी मूल ढोकानेर छोटो लाट जस्तो राडी ओछ्याएको आसनमा बसेका थिए। बस्ने बित्तिकै तिनको नजर बाहिर भारी बिसाएर बस्ने दोकानभित्र हेरिरहेको जसेमाथि पर्यो। तिनले सोधपुछ गरे, नौलो मान्छे रहेछस्, कहाँबाट आएको? झिटिमिटी पनि बोकेको, कता जाने? केही खाने खाजासाजा? जसे अब के भनेर कुरा थालु भन्ने ताकमा थियो। दोकाने बुढा आफूले प्रश्न गर्दा उसले बोल्ने आँट पायो र आफ्नो राम कहानी अड्की अड्की सुनायो। आखिरमा चैनदोज सरदारले पठाएका संवाद पनि सुनायो। बुढाले सुनेर टिठ्याउँदै भने, के गर्छस् बाबै, यो कुहिरेहरूको खालले शक्ति बुद्धि र भाग्य त पाएकै, तर साह्रै मतलबी। कालो आदमीलाई मान्छे गन्दैन, बरु कुकुर बिरालोलाई मानभाव गर्छ। सँगै खुवाउँछ, जुठो पनि मान्दैन, सँगै सुताउँछ। बिमार भयो भने उसै फिक्री गरेर डाक्टर लाउँछ। मान्छेलाई चाहिँ छैन। गोरु जस्तो जोताउन पाए र रथ चुस्न पाए भइगयो। यस्तै त छ। यसै उसले गान्धी महात्मा र इन्डा थररी पार्दैछन्। तिमीहरूभन्दा कलिला मधेसमा केटाहरूले मौका खोजी खोजी गोली ठोक्छन्। हामी चाहिँ पहाडका लाटा सुधा निमेकका सोझो जसो गरे पनि सहिरहेका छौँ। खैर यो सब राजनीति त बुझ्दैनस्। खाजा खाने? यता आएर बसेर खा। भोकले हत्तु भएको जसले पुरी, सेल, आलुदम र चिया मागेर पेट भरुन्जेल खायो। त्यसले त्यत्रो खाएको 4 आनाभन्दा बढ्ता दिनु परेन। जसे खानामा व्यस्त थियो। दोकाने बुढा सोच्दै थिए, कसरी यसलाई मद्दत गरौँ भनेर। अनि मनमनै उसको निम्ति नोकरी खोज्दै थिए। खोज अनि पाउलास्। यो प्रवाद वाक्य अकाद भएन। पाएछन् र झट्टै हेरे। हेर, रेल चलाउने एउटा ड्राइभर साहेब छ, टेसु। उसलाई घरमा काम गर्ने मान्छे चाहिएको छ। साहेब र मेम 2 जना छन्। बेसी लन्ठा छैन, अराएको काम गरिदिनु। छेउमा एउटा सानो कोठा छ, त्यहीँ बस्न दिन्छ। बेपत्तामा कहाँ जान्छस्? गर काम, राम्रो हुन्छ। बुढाबुढी दुवैले हाम्रो बोली बोल्छन्। कुरा गर्नु अप्ठ्यारो पर्दैन। यहीँ आएर 2 बेला खाए भइगयो। रेलवे क्वार्टर ती तल छ, त्यही ठाउँमा बस्छन्। अहिले पर्खिँदै गर, अलिक खेरमा ऊ डाकगाडी लिएर आउँछ। यहीँ बाटो झर्छ। कुरा गरिदिउँला, मैले भनेपछि राख्छ। बाजेले जसो भन्छ त्यसै गर्छु। त्यति राम्रो काम किन नगर्नु? दोकाने बुढालाई विधाता सम्झेर जसले उसको प्रस्ताव स्वीकार गर्यो। जसे बाहिर बसेर रमिता हेर्न थाल्यो। चिया अरण्यको एकनासे दृश्यभन्दा बेग्लै, नौलो, विचित्र, मनमा आराम दिने अनि स्फूर्ति ल्याउने सहरिया रङ रमाइलो दृश्यले त्यसको मनको पिर अल्पियो। ऊ रिक्सा अलर बसेको ठाउँपट्टि गएर बस्यो अनि कमिजको गोजीबाट एउटा टिनको चेप्टे बट्टा झिकेर त्यसबाट सानो पेपर र कटुवा निकालेर बेर्यो। त्यसको छेउ जिब्रोमा दलेर च्याप्प टाँस्यो अनि माचिसले सल्काएर तान्न थाल्यो। कटुवाको धुवा उडाउँदै उसको रिक्सावालाहरूसित अल्प कुरा भयो, चिनाजाना भयो। त्यति बेला स्टेसनबाट फलामे घन्टी लगातार ठ्याङ 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 बजेको आवाज आयो। डाकगाडी आउने समयको यसले सूचना दिएको थियो। रिक्सावालाहरू झारकझुरुक उठे अनि पोल्टाबाट मैलिसकेको रुमालले रिक्सा र डन्डीहरू पुछपाछ गर्न थाले। एकैछिनमा रेलको इन्जिन त्यहाँ निस्केको खिरिलो सिटी सुन्यो अनि दक्षिणतिरको घुम्तीमा धुवाको मुस्लो अक्कासिएको देखियो। रेलको झकझके आवाज अघि बढ्दै आयो। सिलगढीबाट आएको डाकगाडी दार्जिलिङको होचो एकतले स्टेसनमा पसेर अडियो। यात्रीहरूको भिड स्टेसनबाट बाहिर। कैया साहेब, मेम, मिसी, बाबाहरू, पारसी सोहरबजीहरूले रेल स्टेसनमा थापेको उच्च श्रेणीमा रेस्तोराँमा खाना खान पसे। कति चाहिँ बाहिर आएर रिक्सामा बसेर हिँडे, कति पैदलै।
तिनका किसिम किसिमका बाका, सुटकेस, छालाका ब्यान्ड बक्स र बेडिङहरू बोकेर स्टेसन कुर्ने कुल्लीनीहरूको ताँत छुट्यो। एउटा सेत्तै फुलेको वृद्ध अङ्ग्रेज अनि त्यस्तै ऊ जस्तै बुढी मेम साहेब एकै कोठाको डन्डीमा बसे। 4 जना बलियो डन्डीवालाले झालाङझुलुङ नहोस् भनेर कदम मिलाएर हिँड्दै आरम्भ गरे। तिनका पछि पछि भरियाहरू पनि हिँडे। रेल यात्रीहरू स्टेसनबाट निक्रेपछि एउटा ध्वाँसे टोप लाएको, तिल चामले केस र लामो जुङ्गा भएको, मनग्गे अग्लो ठुल्ठुलो आँखा भएको मानिस स्टेसनबाट निस्केर सडकतर्फ आयो। कसो हेर्दा साहेब जस्तो, खलपत्रे अङ्ग्रेज जस्तो त होइन, गाउँगोरो रङ। दोकाने बुढाले उसको नजिकमा गएर सलाम गरे अनि के भने। तिनको कुरा सुनेर ती व्यक्ति खुसी भएर हाँस्यो अनि दाहिने हातले बुढाको देब्रेकुम थपथपायो। दुवै दोकानतिर आए। जसै त्यसबेला आफ्नो भारिनेर उभिएर ती दुईलाई हेरिरहेका थिए। दुवै नजिकै आइपुग्दा निहुरेर सलाम गर्यो। त्यसलाई देखेर ती व्यक्तिले मन परायो। दोकाने बुढाले भने, ऊ देखिस्, मैले भनेको साहेब उयो, उसैकोमा काम गर्नु मैले भनिदिएको छु, लौ जा उसको पछि पछि। ड्राइभर साहेब अघि लाग्यो औ जसै छाया जस्तै पछ्याउँदै गयो। ऊ बस्ने क्वार्टरमा पुग्दा एउटी मेम बरन्डामा बेदको चौकीमा बसेको देखा परे। उसको केस पनि सेतो र कालो मिसिएको, काँचसम्मको, रङ लाल बर्ने, आँखा नाक आँखी भाउ एकदम मिलेको। त्यो उमेरमा पनि राम्री। साहेब अनि भित्ताको किलोमा टोप झुन्ड्याएर अर्को बेदको चौकीमा बस्यो अनि दुईजनाको अङ्ग्रेजीमा कुरा भयो। अन्तमा साहेबले जोशीलाई बुझायो, केटा आजदेखि काममा लाग्नु, 10 रुपियाँ तलब, बाहिरको कमरामा बस्नुहुन्छ सक्छ औ बाजेको दोकानमा खाना पाउँछ। अहिले बाजेको पासमा गएर भन्नु औ आफ्नो चिजबिज ल्याउन सक्छ यता। यति भनेर साहेब र मेम उठे अनि भित्री कमरामा पसे। जसै अघि झरेको बाटो हिँडेर माथि दोकानमा पुग्यो अनि साहेबले भनेको कुरा बुढालाई दोकानेलाई सुनायो। बुढाले भने, भइगयो त, 2 बेला यहाँ खा, महिनाभरि 8 रुपियाँ दे, पेटभरि खा, 2 रुपियाँले पाकेट खर्च चलिहाल्छ, भाग्यमानी रहेछस्, लर्खरिएर हिँड्नु परेन, आजै काम भेट्टाइस्, तर हेर अराएको काम ठिकठाक गर्लास्, मेरो बदनामी हुने काम गरिस् भने चाहिँ धोती न टोपी होलास्। यो कुरा मनमा राखेस्, ढुक्कसित गरेका अब। हाई विष्णु बाजे, म किन त्यसो गर्थे, तिमी मेरो विधाता, तिमीले लागेको गुण मरिकट्टै बिर्सन्न भन्दै जसैले बुढाको घुँडा छोएर ढोगी कृतज्ञता प्रकट गर्यो अनि आफ्नो चिठी हालेको डोको बोकेर ड्राइभर साहेबको क्वार्टरतिर झर्यो। साहेब मेमले ऊ बस्ने कोठा खोलिदिए। एकजना सुत्न हुने कोठा थियो। जसैले आफ्नो भारी त्यहीँ हुलेर एक कुनामा राख्यो। काठको पटाई र भित्ता भएको अलि ऐनाको झ्याल देखेर खुसी भयो। दैलोभित्र र दैलो बाहिर ताला लाउने छिटकिनी पनि थियो। फुसको कच्चा घर बस्ने मान्छेलाई त्यो क्षुद्र कोठा राम्रो लाग्यो। उसको निम्ति एउटा नौलो अनुभवको सूत्रपात भयो। खाना कमरामा बसेर साहेब र मेमले खाना खाए अनि त्यहीँ बसेर कुराकानी गरिरहे। 1-8 घण्टापछि साहेब निस्क्यो अनि टोप लाएर स्टेसन पुग्ने उकालो बाटोमा धीर मन्थर गतिले हिँड्न थाल्यो। साहेब हिँडिसकेपछि मेम साहेबले जसैलाई काम गर्नलाई पकाउने डेक्ची, सस्पन, खाना, प्लेट, पुरु, प्याला, काँटा, चमच, छुरी आदि माझ्न वा सफाई गर्न लगाई। पकाउने कोठा साफसुग्घर गर्न लगाई अनि खाना कमराको टेबल चौकीहरू झारफुस गर्न लगाई। जसैले काम बिगार्छ कि भनेर ऊ सँगसँगै उभिरही। काम सिद्धाएपछि मेम साहेब सुत्ने कोठामा पसी अनि जसै आफ्नो कोठरीमा पस्यो। भित्र त्यसै बसिरहन दिक्क लाग्दा ऊ बाहिर आँगनमा निस्केर दार्जिलिङ सहरको रमिता हेर्न थाल्यो। पारी, हिमाल, सुखिम, तलतिर मास्तिर ठुल्ठुला कोठीहरू, बिजुलीका अग्ला अग्ला खाँबाहरू, उसको निम्ति जम्मै आश्चर्यदायक वस्तुहरू, एउटा स्वप्नलोक जस्तो। ऊ बाहिर त्यसै टोलाइरह्यो।